Hello guys, welcome to our new only wrong answer game. गेम हामी दुईजना भित्रमा चाहिँ खेल्छौँ। भिनाजुले चाहिँ हामीलाई क्वेसन सोध्नुहुन्छ, नानीले चाहिँ टुवा परेर हेर्छिन्। देख्नु भयो, खासै देखिनु भयो है उहाँहरू चाहिँ, हामी चाहिँ देख्यौँ। तिम्रो पालो है। ल मेरो है। दुधको रङ कस्तो हुन्छ? पहेँलो। दिदी त्यहाँ 10 मिनेट भयो। कान्छीले भन हप्तामा कति दिन हुन्छ? 12 दिन। अनि त्यहाँबाट छैसीले के दिन्छ? साउना पानी। के भनेको? साउना पानी दिन्छ। कान्छीले भन दुई त्यहाँ कति हुन्छ? भित्ता। ह? भित्ता। दुई त्यहाँ। भित्ता हुन्छ। त्यो सुइट्या भन्छ त्यो अङ्कसँगै रिलेटेड दिन पर्यो। टाउका बस्ने जनावरले के भनिन्छ? भैँसी। अनि कान्छीले भन यसको यो केको बोतल हो? यो दुधको। कान्छीले भन्नु क्या हाम्रो टर्नेट छ। तिमीले भन के भन्न पर्यो भनेदेखि यो के हो? चिसो भन पिटाइ खाइदिनु। गोबर ढिलो भइहाल्यो। 5 सेकेन्ड हुन्छ है अब त्यहाँ 5 सेकेन्ड भयो थिएन अहिले। हेरिराख है मलाई कति सोध्नुहुन्छ। अनि के अरे चिनी केबाट बनाइन्छ? चिनी खाइ माटो। माटो हुन्छ सालले नमिट्नुको। 5 सेकेन्ड भयो थिएन। अनि चिया केबाट बनाइन्छ? चिया केबाट बनिन्छ र चिया केबाट बनाइन्छ? हिलोबाट। अनि कान्छीले भन हामीले बस्न प्रयोग गर्ने चिजलाई के भनिन्छ? प्लेन। प्लेन खाइ प्लेनमा पनि बसिन्छ खाइ बस्न बनाउने चिजलाई खाइ कस्तो खाइले प्लेन भनिन्छ बस्न बनाउने चिजलाई। प्लेनमा त बसिन्छ। यसको नाम के हो? दिदी मलाई हो जमिन। अरू के हुन्छ जस्तो? म त त्यही डिस्कसन हुँदै अब सुन्नु के भनिन्छ? कलमलाई पिटाइ खाइ पेन्सिल नि भन्छ नि कलमलाई पिटाइ खाइ। रङ एन्सर राइट एन्सर। अनि के कुरा? सुन्नु 5 मा 5 जोड्दा कति हुन्छ? 12। चिनीको रङ कस्तो हुन्छ? कालो। अनि त्यसको नाम के हो कान्छी? माटो। खाली एउटै तिम्रो अहिले भन्न त्यो मान्छेले पाइदैन। एकचोटि भन्नु पर्यो, दुईचोटि भन्नु पाइने? त्यो त पाइदैन रङ एन्सर। रङ एन्सर त त्यो भयो भयो त खाली माटो 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 भयो न। त्यो मुखमा फेट्दा चाहिँ अझै रङ एन्सर हो नि त नि। के अरे भातको रङ कस्तो हुन्छ कान्छी भन? पहेँलो। हैलो त्यो पुरै भयो चाहिँ बेसारको रङ कस्तो हुन्छ? सेतो। अनि के भन्ने होला? बिजुलीलाई इङ्ग्लिसमा के भनिन्छ? पेन। अनि मार्करको स्पेलिङ भन त? यहाँ मेटी यार। दाँतको रङ कस्तो हुन्छ? सेतो। सेतो। अर्को भन्छ कालो हुन्छ। हात्तीहरू कतिवटा खुट्टा हुन्छन्? 6टा। गधाको कतिवटा खुट्टा हुन्छन्? 6टा। मलाई पिटेरै सोध्नुहुन्छ क्या सुन्ने। सुँगुरका कतिवटा कान हुन्छन्? यसको खानै हुन्नन्। ह? कानै हुन्नन्। अनि के अरे बिराला कतिवटा सिङ हुन्छन्?
खानाको बोतल ल्याए बिरालाका हुन्न नि हुन त त्यसै बिर्छ नि ल मेरो कालो हुन्न न गाइडेन्स भन बोतल त्यही भएर त पिटाइ खाएको दुईटा हुन्छ अरे त्यो ठडाको चाहिँ यहाँ के हुन्छ आलु कुन कलर हुन्छ आलु त कति चाहिँ हजुर कालो आलु त धेरै हुन्छ नि क्या सेतो कालो फेरि तिनजना देखिन्छ मिलेर हुन्छ पहिलो हुन्थेन क्या पहिलो पनि भनेको भन्नु भन्दै गाईहरूको त सेटिस्फ्याक्सन मिल्यो मलाई मलाई टोपिनु है पिटेर सोध्नुहुन्छ सर्पको कतिवटा हुन्छन् 10 वटा भुकै भएर के सुगा कहाँ उठ्छ सुगा भएन तिम्रो घरको है अनि त्यहाँबाट चाहिँ भैँसी कहाँ उठ्छ भैँसी गोठा गोठमा उठ्छ अनि कहाँ उठ्छ गोठा उठ्छ रङ्गा छ त के उठेन भनेको राइट एन्सर भयो फेरि गोठा हो गाई कहाँ बस्छ गाई यहाँ बिल्डिङमा त बस्छ नि कोठामा के कोठामै बस्छ भन्नु फेरि गोठै त त्यहाँ बाहिर गोठ भन्छ कतिवटा पाङ्ग्रा हुन्छन् हजुर स्कुटरले कतिवटा पाङ्ग्रा हुन्छन् मेरो पालो र 6 वटा तर 6 वटा भएको 4 वटा भएको 4 वटा चाहिँ हुन्छ ल अब दिदी र भिना चाहिँ म क्वेसन सोध्ने है पहिला सुरुमा दिदीलाई है तिम्रो फोनको नाम के हो नोकिया कपमा के हालिन्छ कपमा तिमी भन्नु सुन गिरिजा को हुन् छोरो मेरो मेरो भन्नु लाग्दैन तपाईँको पालै छैन त भन्नु कानमा के लाउने कानमा झारपात हातमा के छ तिम्रो झारपात तिमीलाई खाली एउटै झारपात नभए बिराजको टर्न थियो कि बिराजु के अरे खुट्टामा के लाउनुहुन्छ खुट्टामा सिक्री तिमीले के खान्छौ टोयलेटमा गएर के हाल्नुहुन्छ नहुन्छु यहाँ होइन कुनै बाथरुम टोयलेट टोयलेट त नहुने भनेको छ तपाईँहरूले कालले क्याप्छौ बत्तीबाट के आउँछ बत्तीबाट के आउँछ इलेक्ट्रिसिटी क्वेसन चाहिँ अलि मिल्ने खालको आउँछ है एन्सर लाइक रङ भयो नि मिल्ने के त्यहाँ के मिल्न पर्यो र वाइफाईबाट के चल्छ मेरो केही चल्दैन केही चल्दैन ल आँखा कस्तो कलरको हुन्छन् आँखा छिटो भन्नु न आँखा चाहिँ सेतो कलरको बेदले तिमी कोसँग बसेछौ म मेरो बोयफ्रेन्डसँग बोयफ्रेन्डसँग हजुर तपाईँ मेरो बोयफ्रेन्ड हो Boyfriend हो, मेरो त बुढा हो होइन बोयफ्रेन्ड हो तपाईँ मेरो बुढा हो तपाईँ मेरो बोयफ्रेन्ड त होइन नि त